जेएमसीको सबैलाई सबै आरामै आनन्दित हुनुहुन्छ होला। परमेश्वरले धेरै आशिष दिनुभएको होस् तपाईहरूलाई। अनि आजको टपिक छ मेरो यूहन्ना सुसमाचार 15:16, जहाँ लेखिएको छ कि परन्तु तिमीहरूले मलाई होइन, मैले तिमीहरूलाई चुनेको छु र मैले तिमीहरूलाई नियुक्त गरेको छु कि जाऊ तिमीहरू फल फलाऊ। यूहन्ना सुसमाचार 15:16 मात्र। हामीलाई परमेश्वरले हामी यो दुनियाँमा आउनुभन्दा पहिले नै परमेश्वरले हामीलाई चुनिसक्नु भएको हो। हाम्रो आमाको गर्भमा ही हामीलाई परमेश्वरले चुन्नु भएको हो। र आज हामीले परमेश्वरले भनेको जस्तो फल फलाउने कसरी? हामीले के कुनै रुखको बिरुवा ल्याएर त्यसलाई लगाएर त्यसलाई सिर्जेर त्यसलाई ठुलो बनाएर त्यसबाट फल फलाउने हो र? होइन नि है। हामीले फल फलाउने भनेको हामीले सुसमाचार सुनाउनु हो। सबभन्दा मेन पोइन्ट हामीले फल फलाउनेको जड नै सुसमाचार हो। जो संसारमा अन्धकारमा भट्किरहेको छन् दाजुभाइ बहिनीहरू, उनीहरूको जीवनमा वचनको बिउ रोप्नु हो। जब हामीले वचन उनीहरूको जीवनमा हाल्छौं, तब उनीहरूले जब कृष्णको द्वारा उद्धार पाउँछ और ऊ कलिसिया आउँछ, संगति गर्छ र परमेश्वरको द्वारा जब उसले उद्धार पाउँछ, तब हाम्रो जीवनको द्वारा हामीद्वारा फल फलेको भनिन्छ। त्यसलाई हामीले त्यसरी फल फलाउने हो। आजको समयमा सुसमाचार सुनाउनमा नडराउनुस्। जब तपाईले कसै व्यक्तिलाई सुसमाचार सुनाउनुहुन्छ र उसको जीवनमा परमेश्वरको बिउ राख्नुहुन्छ भनेपछि, बिउ भनेको वचन है। वचन तपाईले जब उसलाई सुनाउनुहुन्छ र त्यो वचन एउटा बिउको रूपमा उसको जीवनमा काम गर्छ, जब उसको जीवनमा त्यो बिउले काम गर्छ र जब त्यो ठुलो हुन्छ फुट्छ भनेपछि ऊ कलिसिया आउँछ। जब उसले कलिसिया आएर परमेश्वरलाई स्वीकार गर्छ र परमेश्वरको द्वारा उसले अनन्त जीवन पाउँछ भनेपछि तब हामीले फल फलाएको सोच्नुपर्छ त्यस चिजलाई। आज हामी सुसमाचार सुनाउनुबाट पछि हट्नु हुँदैन। कोही पनि मान्छे हामीसित हिँड्छ या हामीसित बस्छ भनेपछि त्यसलाई परमेश्वरको बारेमा बताउनु जरुरी छ। के त आज हाम्रो द्वारा सुनेको सुसमाचारले भोलि हामीसित कलेसिया नआउला, अर्को ठाउँमा गएर सायद त्यसले कि हाम्रो कलेसिया जोइन गर्न सक्छ। धन्यवाद होस् प्रभुलाई कि परमेश्वरलाई कि उसले हामीसित कलेसिया जोइन नगरे पनि अर्को ठाउँमा गएर कलेसिया जोइन गरेर परमेश्वरलाई उसले पायो भनेपछि हाम्रो द्वारा के भयो? एकजना व्यक्तिको जीवन बच्यो। बचाउने त परमेश्वर हुनुहुन्छ, हामी सिर्फ जरिया छौं परमेश्वरको। धन्यवाद। आजको लागि यति नै। फेरि पनि म वचन लिएर आउनेछु। तबसम्मको लागि जेएमसी।